Hello and namaste everyone. Welcome to my short mini blog. This is a day 10 of learning handstand push-up. सबैको मनमा क्वेसन उठ्यो होला why I am looking today different. Actually after duty I didn't change my uniform. सिधै ड्युटी सकेर ट्रेनिङको लागि आएँ म. सो आजको ट्रेनिङ युनिफर्म लगाएर गर्छु म. आजको वर्कआउट मेरो साथीले डिजाइन गरेको हो. प्रपोज सिम्पल छ. टेस्ट इन्डुरेन्स, टेस्ट स्ट्रेन्थ एन्ड टेस्ट माइन्डसेट टु. Exercise already present on the screen. So exercise start from the stretching. So exercise start from the pull up. First my warm up set गर्यो and then after I move to the next exercise. This exercise is called dumbbell touch push up. यसको फर्स्ट सेट 20 रेपको हानेपछि विदाउट एनी रेस्ट 10 रेप्सको पुलअप हान्यो. सेम एज सेकेन्ड सेटमा पनि पुसअप चाहिँ 20 तर पुलअप चाहिँ 11 रेपिटेसन हान्यो. एन्ड दिस एक्सर्साइज इज कल्ड रड ग्रिप पुसअप. यो एक्सर्साइजको पनि 2 सेट पर्फर्म गर्यो. रड ग्रिप पुसअप गरिसकेपछि विदाउट रेस्ट आई डाइरेक्टली मुभ टु द पुलअप बार्स. इच एक्सर्साइजको बिचमा कुनै पनि रेस्ट थिएन. एन्ड नाउ दिस एक्सर्साइज इज कल्ड द डबल टच पुसअप. सेम एज यसको पनि 2 सेट मात्र गर्यो. फर्स्ट सेट 20 रेपिटेसन गरेपछि विदाउट एनी रेस्ट म सिधै सेम एज बिफोर पुलअप बारतिर लाग्यो. फर्स्ट सेटको मेरो पुलअप चाहिँ 17 छ भने सेकेन्ड सेटको मेरो पुलअप 13 थियो. बिफोर मुभिङ टु नेक्स्ट एक्सर्साइज मैले 3 मिनटको रेस्ट लियो. नाउ नेक्स्ट एक्सर्साइज इज कल्ड साइड टु साइड पुसअप. इच सेट 16 रेपिटेसनको गर्यो. सेम एज फर्स्ट सेट सकिने साथ म डाइरेक्टली पुलअपतिर गयो. मेरो फर्स्ट पुलअपको रेपिटेसन छ 15 एन्ड सेकेन्डको 10 छ. आजको मेरो एक्सर्साइज टोटली अप्पर बडीलाई फोकस गरेको हो. लास्ट एक्सर्साइज आई फिनिस अफ विथ अ डिक्लाइन डायमन्ड पुसअप. नो ह्यान्ड स्ट्यान्ड पुसअप फर टुडे. फोकस वाज इन्डुरेन्स नट स्किल. एन्ड एकर्डिङ टु द एक्सर्साइज स्केड्युल मैले 1-2वटा क्लिपहरू लिनलाई बिर्सेको रहेछु. सो आइ एम एक्सट्रिमली सरी. मेरो लास्ट सेसन म कुलडाउनबाट सघाउँछु. होप यु गाइज इन्जोय माई भिडियो. थ्याङ्क्स फर वाचिङ. सी यु अन माई नेक्स्ट भिडियो.